हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। जानी नजानी बनाएको मेरो मिनी ब्लगलाई हजुरहरूले माया गरिदिनुहुनेछ भन्ने अवश्य आशा राखेकी छु। अनि चाहिँ म हजुरहरूलाई आज देखाउँदैछु घोगीको रेसिपी। मलाई त घोगी पकाउन आउँदैन, सासूआमाले पकाउनुहुन्छ, त्यही पनि हजुरहरूलाई घोगीको रेसिपी यसरी पकाउँछन् है त भनेर देखाउनेछु। नजानेको मान्छेहरूले हेरेर पकाउन सक्नुहुनेछ, कतिपयलाई त जान्नु नै भएको छ। त्यही भएर मलाई पनि घोगी पकाउन आउँदैन। मैले चाहिँ यो घोगीलाई काटकुट पार्ने यताउति गरेर मात्रै राखिदिने हो, पकाउने काम चाहिँ मेरो होइन। अनि मैले चाहिँ यो घोगीलाई हेर्नुहोस् यसरी धोइधाइ गरेर चट्ट रेडी गराइदिइसकेपछि सासूआमाले पानीमा उमालेर यसलाई एकचोटि उमालेर यसको भित्रको खोस्टाहरू के हो त्यो फालेर पकाउने भने त्यसको चुस्दाखेरि त्यो खोस्टा हुन्छ नि त, त्यो आउँदैन भनेर चट्ट लाएर बफाएर त्यसलाई त्यसको खोस्टाहरू फाल्नुभयो। फालिसकेपछि चाहिँ नि यता चामल पनि भिजाएर रेडी गर्नुभएको रहेछ, मसला पनि पिसिसक्नु भएको रहेछ। चामल चाहिँ हामीले हाल्छौँ किनभने हल्का अब ग्रेभी टाइपको बनाउँदाखेरि ग्रेभी पातलो भयो भने मिठो हुँदैन नि त, चामलको पिठो हालेपछि अलि बाक्लो बाक्लो मिठो हुन्छ। त्यही भएर हामीले चाहिँ चामललाई पिसेर अनि त्यसपछि चामलको पिठो जस्तो ग्रेभी बनाएर त्यसमा चाहिँ एड गरिदिन्छौँ। हेर्नुहोस् न घोगी त कति मिठो देखियो होइन त साथीहरू। अनि मैले चाहिँ यो घोगीको भित्रको खाँदिनँ है त, झोल मात्रै खान्छु। त्यही भएर मैले चाहिँ घोगी चाहिँ सानी छोरीले चुस्न जान्दिनँ, त्यही भएर चुसेर छोरीलाई दिएँ। छोरीको चाहिँ एकदमै फेभरेट हो घोगी, पाएपछि त भात पनि धेरै नै खान्छन्। त्यति फेभरेट छ छोरीको लागि घोगी। यहाँसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद छ।